सो व्हाट्सअप गाइज आज चाहिँ लेट भयो किनकि म स्कुल गएको थिएँ। आजदेखि स्कुल चालु भएको थियो। स्कुलबाट आएर म चाहिँ यहाँ टक्क लाएर यसको गराएको थिएँ बोलाएर अब कराटे जान लागेको हो। अब यहाँ टक्क आज चाहिँ फेरि धोबी पानी पऱ्यो क्या, स्कुलमा पनि पानी आएको थियो। मौसम पनि यस्तो छ होइन। त्यो गाइज अब चाहिँ हामी कराटे जान लाग्छौँ। यो यताबाट छ, हामी कराटे जान लागेको छौँ। यहाँ चाहिँ नल्का गाड्न लगाएको मान्छे कलाएर यहाँ घर बनाउँदै। आज चाहिँ पानी पऱ्यो, यहाँ बादल पनि कस्तो भएको छ कालो। आज राति नै पर्न सक्छ अनि गाइज यत्रो गाडी छन्, नल्का गाडी छन्। त्यो गाइज अब चाहिँ हामी एकछिनमा भेटौँला है त। सो गाइज अब चाहिँ हामी अलि अगाडि आइदिउँ यत्न सेम कलाएर यहाँ छ। यो चाहिँ अगाडि नै हो, म चाहिँ पछि हिँड्छु। अनि चाहिँ अब कलाएर पानी पानी छ होइन, यस्तै छ मौसम। अब बर्खा लाग्यो, झरी लाग्यो होइन, स्टार्ट भयो बर्खा झरी। टक्क लाएर अब चाहिँ रोप्ने बेला भयो होइन यतातिर। अब चाहिँ लगभग स्कुल टाइम यति स्कुल छ। हामी चाहिँ यहाँ छौँ कलाएर होइन। रनिङ फास्ट फेरि यही ठाउँमा यो गाइज हिजोको भिडियोमा पनि थियो यो ठाउँ। फेरि यहाँ यो होइन अझै आकाश गुरुङ गरेछ। पानी चाहिँ दहरा हुन्छ अझै होइन। चाहिँ स्कुल सिमाउन लाग्यो गाइज, त्यही हो। अहिले भेटौँला है त। टक्क लगाएर गाइज हामी चाहिँ फेरि यहाँ ड्रेस चेन्ज गर्ने ठाउँमा आइयो। टक्क लगाएर अब चाहिँ यहाँ चाहिँ निकालेछन्, हिजो निकालेको थिएन, अहिले चाहिँ गाइज ए गाई धन्न लडेको चिप्लो रहेछ होइन। पानी परेर चिप्लो भएको छ। गाइज अब चाहिँ हामी यो कराटे जान्छ, माउबाट गर्दै बस्ने हो। त्यही हो गाइज। टक्क लगाएर चाहिँ यहाँ स्कुलको छतमा छ होइन, पानी जम्मे रहेछ होइन। टक्क लगाएर यहाँ छु होइन, चिप्लो रहेछ। चिप्लोलाई त्यहाँ चाहिँ पानी पर्छ कलाएर गाइज। फेरि पानी पऱ्यो गाइज, ठ्याक्कै पानी पऱ्यो होइन। मौसमै खराब छ, त्यही हो। अब यहाँबाट चाहिँ टक्क लगाउनु, टक्क लगाएर होइन। एउटा मान्छे रहेछको, यसको नाम के हो कमेन्ट गर्नु होला होइन। टक्क लगाएर यहाँ रहेको रहेछन् हिजोका बाँसहरू होइन। त्यही यहाँबाट हामी फालिदिन्छु क्या म त होइन। रमाइलो भएको छ। एक्सर्साइज गर्ने यस्तो भइसक्यो कलाएर गाइज होइन। त्यही हो कलाएर गाइज। म चाहिँ यहाँ क्लासभित्र आएको छु होइन, यहाँ खाली छ क्लास होइन। टक्क लगाएर राजा जस्तै कोचिङमा बसेछु। यहाँ चाहिँ चित्र रहेछ, यसको नाम के हो कमेन्ट गर्नु। मिक्की होइन। त्यही हो गाइज। फेसबुक कुदामा है त, फेसबुक कुद्नुको मजा पनि छुट्टै छ होइन। राजा जस्तो यो सब कलाएर यहाँ चाहिँ के लेखेको छ पढ्ने होला है।
सृजनशील केन्द्र बडगङ्गा चपरगाउँ चाहिँ किशोरी केन्द्र रहेछ हैन। अब चाहिँ यहाँ चाहिँ हामी यहाँ के लेखेको छ कमेन्टमा भन्नु होला हैन। यत्रो छ होइन अक्षर नै चाइनिज अक्षर हो। कलर म चाहिँ फेरि बेन्चमा चाहिँ लगाएर जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर कलाएर सबै 12वटै नाम रहेछ न। अब यहाँ चाहिँ चराहरू होइन चराहरू टक्क लगाएर काग सुगा परेवा हाँस रहेछ। यहाँ चाहिँ अब आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार रहेछ टक्क लगाएर गाइस। अब यहाँ चाहिँ गाई रहेको छ कलाएर गाई। यहाँ झन्डा यहाँ चाहिँ निशान छाप निशाना। त्यसपछि यहाँ डाफे रहेछ यहाँ लाली गुराँस रहेछ यहाँ सिर्मिक रहेछ टक्क लगाएर। यहाँ चाहिँ 12वटै महिनाको नाम रहेछ वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फाग चैत टक्क लगाएर 12वटै रहेछ होइन। यहाँ चाहिँ यस्तो गरेर पढाउनुको फिल नै मजा छ टक्क लगाएर लेख्ने फिल आउँछ क्या लेख्दाखेरि टक्क लगाएर मजा लाइटियो होइन। यहाँ चाहिँ बोट रहेछ यहाँ माथि फुल लेखेको छ यहाँ नि फुल यहाँ पात यहाँ बोट यहाँ जरा टक्क लगाएर। त्यहाँ चाहिँ कराटे सिक्दैछन् होइन कराटे टक्क लगाएर गाइस। यहाँ चाहिँ एउटा भाइ आएको छ। हेलो अन्दी भाइ। हेलो सब्सक्राइब गरिदिनु होला भन। सब्सक्राइब गरिदिनु होला लाइक गर्नु होला शेयर गर्नु होला। गुड भाइ एन्चे गरौँ ल। तिम्रो नाम के अरे? एमबिस ढकाल ल टक्क लगाएर गाइस। हामी चाहिँ यहाँ क्लास लिडर छौँ होइन कराटे नाका हो। तिमी सिक्दिनौ किन? मन नलाएर पाक। अब तिमी कहाँ पढ्छौ अरे? युनाइटेडमा पढ्छौ हो र? कतिमा हो? 5मा पढ्छौ। टक्क लगाएर यहाँ चाहिँ हाम्रो भाइ छैन होइन भाइ छन्। अनि अरू के छ त खबर? ठिक छ। अरू तिम्रो त इभी छ अरे खै त कहाँ गयो त? कहाँ हो? एउटा ऱ्याप हानिदिउ न एउटा ऱ्याप हानिदिउ न। हान न गीत गाइदिउ कि एउटा गीत गाइदिउ न साँच्ची। तिमी गेम त खेल्दैनौ? खेल्छु। के गेम खेल्छौ त? हजुर टक्क लगाएर गाइस। सो हामी चाहिँ यहाँ छौँ त्यहाँ चाहिँ कराटे सिक्दैछन् होइन टक्क लगाएर। अब चाहिँ हामी अहिले एकछिनमा भेट्छौँ है त। सो टक्क लगाएर गाइस यिनीहरू चाहिँ फेरि आयो होइन ल टक्क लगाएर होइन गाइस। हजुर हामी चाहिँ फेरि यहाँ है मान्छे लास्ट चिप्लो छ लोट ल भाइ त्यहाँ जाऊ क्या चोर नौ त्यहाँ पाइने प चोर्न जानु हुन्न होइन। अरू के छ त खबर? ठिकै छ। एउटा गीत गर्दै गीत हानिदिउ न रे भनिदिउ के हानिदिउ न हानिदिउ के एउटा हानिदिउ के एउटा के साँच्ची हो नि लगाएर गाइस। हामी चाहिँ यस्तरी थालेछन् बुक तिमीलाई विद्या हुन्न होइन लगाएर पछि त्यहाँ चाहिँ त्यहाँ खेलिरहेछन् टक्क लगाएर कराटे गरिरहेछन् होइन। अब हामी चाहिँ म चाहिँ यो भाइसँग यता छु होइन हल्का गफ पार्न। म चाहिँ अब यता जान लाग्छ नि यतातिर जान्छु भाइ जान्नु कलाहरू छ हामी चाहिँ यहाँ नेले लगाएको फेरि
टक्क लाएर यहाँ छ होइन ऊ चाहिँ आम फाल्ने टक्क लाएर फाल्ने होइन यस्तै छ भ्यू यहाँ चाहिँ एउटा ठुलो घर छ होइन यहाँ चाहिँ पाइनएप्पल छ देख्न सक्नुहुन्छ पाइनएप्पल यसलाई चाहिँ भिगट भन्छ होइन यहाँ चाहिँ फुलै फुल रहेको छ कलाएर त्यहाँ फाके छ कलाएर चाहिँ यहाँ चाहिँ फुल रहेछ कि होइन कलाएर फुल रहेछ फुलै चुट्यो कलाएर गाइस कस्तो देखेछ कमेन्टमा भन्नु होला है अब चाहिँ यता छु यहाँबाट चाहिँ वालदेखि यहाँबाट भित्र यस्तै हो क्या होइन कलाएर यहाँबाट फेरि चढ्नेछु म त्यही चढ्न लाग्छु होइन चढिसकेँ यहाँ चाहिँ आज चाहिँ आम फाल्नुहुन्न चिप्लो छ डर छ होइन अलि यताबाट यत्रो चाहिँ चिप्लो छ होइन यत्रो चाहिँ नै रोटेको गाई चाहिँ यत्रो सेम हेर्नुहोस् फोरो लाग्छ यत्रो सेम फोरो लाग्छ होइन क्वालिटी भन्नेको थिएँ अब यहाँ चाहिँ ताला लगाउँछ आज चाहिँ लाग्छ होइन कलर यहाँ चाहिँ डस्टबिन रहेछ होइन ओहो गाइस डोन्ट टच मी ओके डोन्ट टच मी लेखेको छ अब यहाँ चाहिँ के भन्छ पढाउनु हेल्दी फुड इज द बेस्ट फर लाइफ अरे यस गुड यहाँ चाहिँ नाम अकिल खान कक्षा 7 टोल नम्बर 12 सन्तुलित भोजन गरौँ अरे ल यो पनि ठिकै छैन यहाँ चाहिँ के लेखेको छ आदि लेखेर छोडेको छ होइन कलाएर स्वास्थ्य नै धन हो भन्ने कुरो होइन कलाएर आज चाहिँ स्कुल छ हिजो ताला लाग्थ्यो आज चाहिँ खुलेछ यहाँ चाहिँ पहिला पढाउँदा चाहिँ होइन सर मिसले ढक्क चकले पढाउँथ्यो कि आजकलको जमानामा अब ब्ल्याक बोर्ड आएको छैन टक्क ब्ल्याक बोर्ड भन्दा पनि व्हाइट बोर्ड के अब यहाँ चाहिँ टक्क लगाएर पढाउँथ्यो होइन आजकल त अब नयाँ सिस्टम आएको छ यो म चाहिँ यो अब यो जसले पनि लेखेको एकदम सही छ होइन ल बेस्ट अफ लक आउने अघि बेस्ट अफ लक गाइस अब चाहिँ डोन्ट टच मी भनेछ त्यही पनि यहाँ म पङ्खा अन गर्न जाँदैछु होइन लाइट साइट सबै अन गराउनु ओ लाइट नै रहन्छ हेर्दाखेरि पङ्खामा बसेर होइन पङ्खा छोइन्छ क्या काट्नै पङ्खा मलाई फेरि यो अब म चाहिँ बाहिर जान्छु पङ्खा किन चलाउने हो र होइन लिएर आउँछु अनि भाइ फेरि आएछन् होइन कलाएर गाइस यहाँ चाहिँ चिउचु फाल्दै गरेँ डस्टबिनमा टक्क लगाएर गाइस त्यही हो बाहिर गएपछि भेटौँला है त र गाइस टक्क लगाएर फेरि हामी अघि जान्थ्यौँ त्यही आयौँ होइन अनि बाहिर म अब चाहिँ यहाँ पन्जल लडे च्यालेन्ज खेल्न लगाएको छु होइन हामी अब भाइ है उता बस्यो यहाँ बस्छ टक्क लगाएर पन्जल लडायो है त गाइस खोले जित्छ हेर्नु है अब ल भयो ल है त गाइस ल रेडी 1 2 3 ल गाइस कसले जित्ला कमेन्ट गर्नु होला है ओ केही छैन अहिले फेरि लेफ्टी खेलौँ है त लेफ्टी त खासै सक्दिनँ गर ल गाइस भाइले कोसिस चाहिँ राम्रै गऱ्यो होइन तर अब म चाहिँ अलि ठुलो छु नि त बिचरा भाइ चाहिँ सानो छ तर कोसिस गर्यो
त्यही नै ठुलो कुरो हो। राम्रो गर्यो भाइले होइन ढुक्क लाएर। अब क्या नि भन केही खेलौँ ढुक्क लाएर होइन। यहाँ चाहिँ नाम लेखेको छ मानिसहरूको तुलसा पाण्डे अरे टक्क। अब भाइ कहाँ गयो बाहिर गयो जिउ लाग्यो ढुक्क लाएर गाइस। यहाँ हेरेर चाहिँ हजुरले टाइम कति भयो ठ्याक्क पत्ता लगाइदिनु ल कमेन्टमा है त है। हाम्रो समय भनेर लेखेको छ टक्क लगाएर कति टाइम भयो भनिदिनु होला होइन। अब यहाँको पङ्खा चलाउँ है त गाइस। यहाँ चाहिँ त्यस्तो डोन्ट टच मी लेखेको रहेछ टक्क लगाएर गाइस। यहाँ चाहिँ 3टा 4टा पङ्खा छ ल म टाढाबाट देखाउँछु। 4टा 5वटा रहेछ गाइस। 1टा 2टा लाइट गयो चाहिँ 2टा 3टा 4वटा 5वटा टक्क यस्तो नगरेछ नि त होइन। 5वटा लास्टै गर्मी छ होइन। विद्यार्थीहरूलाई चक्कर आएर ढल्न सक्छन् त्यही भएर गर्मीको महिनामा चाहिन्छ भनेर राखेको होला। गलाएर चाहिँ सही हो होइन। अब यिनको बन्द गरिदिउँ होइन। पङ्खाको जरुरत छैन अहिले त पानी परेछ। गर्मीमा चाहिँ एकदमै जरुरत छ है त पङ्खाको। त्यही गाइस अर्को के भन्ने होइन। गलाएर रुके गलाएर अब चाहिँ बाहिर चाहिँ यस्तो छ त्यहाँ पानी जम्मा भएको छ पानी परेर होइन। गलाएर म चाहिँ बाहिर जान्छु है त। सो गाइस छ न म चाहिँ यहाँ बाहिर आएँ फेरि केही ठाउँमा ढुक्क लगाएर त्यो कराटे सिकेछ गाइस। मेरो चाहिँ टाइम पनि छैन। अब भोलिदेखि चाहिँ स्कुलमा मन्थली टेस्ट पनि भन्ने कुरो छ त्यही हो। त्यही भएर पढ्नुपर्छ होइन। अरू बेला नपढे नै इक्जाम आएको छ होइन पढ्नुपर्छ। त्यही गाइस धेरै मिनटको गराउन सकेन होइन। त्यसको लागि चाहिँ धेरै आभारी छु होइन। एकदम सरी होइन। धेरै मिनटको टाइम पनि पाएको थिएन। म चाहिँ छुट्टीको बेला चाहिँ अलि 30 मिनटको जति गराउने प्रयास गर्दछु है गाइस। आजलाई चाहिँ यति नै माया गरिदिनु होला। अरू त्यति है त गाइस।